पहाडको काखमा अवस्थित एउटा त्यस्तो सुन्दर बस्ती जहाँ अजानको मधुर ध्वनि र मन्दिरको घन्टीको ताल एउटै हावामा गुल्छन्। तनहुँको भानु नगरपालिका वडा नम्बर 13 मा रहेको सम्झुर गाउँको कथा सुन्दा लाग्छ सद्भाव र भाइचारा केवल किताबमा मात्र सीमित छैन, यो त यहाँको माटो र प्रत्येक मानिसको धड्कनमा छ। यहाँ ईदको चाड आउँदा मुस्लिम साथीहरूको घरमा हिन्दू साथीहरू खुसी साट्न पुग्छन्। दशैंको बहार छाउँदा मुस्लिम छिमेकीहरू हिन्दू साथीको आँगनमा उमङ्ग बोकेर पुग्छन्। दिनभरिको कामपछि चौतारीमा भेला भएर एउटै चियाको चुस्कीसँगै सुख दुःखका गफ गर्नु यहाँको दैनिकी जस्तै बनेको छ। पहिलो पटक सम्झुर पुग्ने जो कोही मानिस यहाँको यो घनिष्ठ सम्बन्ध र आत्मीयता देखेर मनैदेखि मन्त्रमुग्ध हुन्छन्। अधिकांश मुस्लिम समुदायको बसोबास रहेको यो गाउँको बाहिरी रूप र रहनसहन ट्याक्कै पहाडी शैलीको छ। शिरमा गर्वका साथ सजिएको ढाकाटोपी, ओठमा स्पष्ट नेपाली भाषा र पहाडी जीवनशैलीका कारण उनीहरू अन्य छिमेकी समुदायभन्दा कति पनि भिन्न देखिँदैनन्। गाउँको बीचमा ठडिएका मस्जिदहरू र बिहान बेलुका हावामा तैरिने अजानको आवाजले भने सम्झुरलाई एउटा छुट्टै र पवित्र पहिचान दिएको छ। स्थानीय जानकारहरूका अनुसार यो गाउँको इतिहास करिब 900 वर्ष पुरानो छ। सुरुवातमा 60 घरबाट बसोबास सुरु भएकोले तत्कालीन समयमा यसलाई मायाले 60 घरे भनिन्थ्यो, जुन कालान्तरमा सम्झुरको नामले चिनिन थाल्यो। हिजोको त्यो सानो बस्ती आज 200 भन्दा बढी मुस्लिम परिवारको प्यारो घर बनेको छ। पुस्तौँदेखि यो माटोमा हुर्किएका यहाँका बासिन्दाले एकातिर आफ्नो इस्लामिक आस्था र परम्परालाई जोगाएका छन् भने अर्कोतिर नेपाली पहाडी संस्कृतिलाई पनि उत्तिकै हृदयदेखि नै अपनाएका छन्। गाउँका 7वटा मस्जिद र मद्रासहरूमा बालबालिकाहरू धार्मिक संस्कारका साथसाथै आधुनिक शिक्षा पनि हासिल गरिरहेका छन्। आजको युगमा जहाँ धर्म र जातका नाममा सानातिना कुराहरूमा पनि दूरी बढ्ने गर्छ, त्यस्तो समयमा सम्झुर गाउँले भने एकताको अनुपम नमुना पेश गरेको छ। यहाँका पाका वृद्धहरू गर्वका साथ भन्छन्, हाम्रो पहिचान नेपाली हो, हाम्रो माटो नेपाल हो अनि हाम्रो आस्था इस्लाम हो। वास्तवमै सम्झुर केवल एउटा गाउँ मात्र होइन, यो त सम्पूर्ण नेपालीहरूलाई धार्मिक सहिष्णुता र भाइचाराको उज्यालो बाटो देखाउने एउटा जीवन्त प्रेरणा हो। जब मैले यो गाउँको बारेमा थाहा पाएँ, मलाई पनि यसको बारेमा एउटा स्टोरी बनाएर तपाईँहरू समक्ष पस्किन मन लाग्यो। यदि तपाईँहरूलाई पनि सम्झुर गाउँ जस्तै अन्य कहानीहरू पनि मनपर्छ भने कमेन्ट गर्नुहोला र यो भिडियो तपाईँहरूलाई राम्रो लागेमा आफ्नो साथीभाइलाई पनि सेयर गर्न नभुल्नुहोला।